राधे राधे। सो हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। अहिले चाहिँ म घुम्न आएको छु। घुम्न भन्नाले पनि पार्टनरहरूसँग आएको छु। पार्टनरहरूले चाहिँ बारी जोत्न आएको छ, म उनीहरूसँगै आएको छु। उनीहरूले चाहिँ खेत अहिले जोत्दैछन्। योभन्दा अगाडि यो बारीमा चाहिँ उखु लगाएको थियो र अब उखु लगाएर सकिसकेपछि भन्यो कि मकै रोप्नु छ। सो ऊ चाहिँ खेत जोत्न आएको छ, म उसँग घुम्न आएको छु। सो घुम्न आउँदाखेरि सोच्यो कि अलिकति ब्लग बनाइदिउँ, किनभने अब घुमघाम ठाउँमा ब्लग बनाउनुपर्छ भनेर। सो भएर यहाँ कति टाइम लाग्छ, अब जे हिसाबले टाइम लाग्छ, अब टाइम त लागिहाल्दैन। टाइम किन लाग्दैन, खेतबारी जोतिरहेछ भने 1-1.5 घन्टा त मजाले खान्छ। अब टाइम लगाएर यहाँबाट सकेर अनि घर जाने। सो अब 2 दिन चाहिँ यसमा घाँस सुक्न लाग्छ, अनि 2 दिनपछि चाहिँ फेरि रोटाभिटर लाउन पनि यिनीहरू आउँछ। अनि फेरि म आउँला, फेरि अर्को भ्लगमा हजुरहरूलाई रोटाभिटरको देखाउँला कि के कस्तो हुन्छ भनेर। त्यसपछि मकै लाउँछन्, जे हुन्छ हजुरहरूको लागि यो भ्लगहरू आउँदै हुन्छन्। सो राधे राधे।